62-63 को आन्दोलन पश्चात जुनमा अलि एकदमै धेरैवटा पोलिटिकल पार्टीले चाहिँ मेरो मार्केट सेयर स्ट्रङ छ भन्ने कुराको दाबी गर्नको लागि आफ्नो पार्टीको युथ विङहरूलाई दुरुपयोग गर्न थाल्यो। म त्यो प्रयोग भन्दिनँ, दुरुपयोग गर्न थाल्यो र जाजरकोट र दैलेखमा त दैलेख हैन, दोलखा र जाजरकोटमा यस्तै तरुण दल र वैश्यल, कतै युवा सङ्घ र तरुण दल त्यस्तो क्लासमा 2 जना साथीहरू मर्नु पनि भयो। त्यो बेलामा ती सङ्गठनहरूलाई कसरी कमन ग्राउन्डमा ल्याउन सकिन्छ, कसरी कन्फ्लिक्ट घटाउन सकिन्छ भनेर 5 जना कन्सल्ट्यान्टहरूलाई एउटा टास्क फोर्स बनाएर जिम्मा दिएको थियो। त्यसमध्ये म एकजना थिएँ र मैले त्यसमा 6 वर्ष जस्तो काम गरेँ। त्यसैले फरक फरक सङ्गठनको, सबै सङ्गठनको क्षितिजी लगायत सबैसम्म मित्रता छ त्यही बेलादेखि नै। अनि म एकदम कम्फर्टेबल फिल गर्छु सबैसँग, किनकि त्यति लामो समयदेखि काम गरिरहेको छु। यो एउटा कुरा। अनि ट्राभल कम भयो। त्यसपछि यो कार्यकालमा एउटा देश गएको छु, अमेरिका। महाधिवेशन हारेपछि अलि आराम पाइन्छ कि भनेर म फुटबल हेर्ने बहानामा गएको थिएँ। तर त्यहाँ महाधिवेशन हारेपछिको सहानुभूति यति धेरै बढेछ म प्रति कि धेरैजना भेट्ने क्रम भयो र म थाकेँ यार, नेपाल जान देऊ भनेर फर्केँ। अनि एउटा भिन्नता अस्ति मैले सदनमा पनि बोल्दाखेरि भनेको थिएँ कि 10 वर्ष अगाडि नेपालीहरू जति कामदार देखिन्थ्यो, अहिले धेरै नेपाली उद्यमी देखिन थालेको छ बाहिरतिर। र कम्पेयरिङ दिस हिस्ट्री विथ टर्की 1980s मा फर्किन थालेको आफ्नो देश। तर टर्की आफ्नो देश छोडेर बाहिर जान थालेको 1925 तिर हो, जब 1912 देखि 1925 सम्म फ्रान्समा ठुलो महामारी भयो, लगभग 15 लाख मान्छे मरे। त्यसपछि जनशक्तिको अभाव भएपछि टर्की र इजिप्टबाट मान्छे मगाउन थाल्यो। त्यसपछि फ्रान्सेलीहरू चाहिँ फ्रान्समा मुस्लिम भएको त्यही कारण हो र 1980 पछि टर्किसहरू फर्किन थाल्यो। हाम्रो चाहिँ अहिले के भन्छ भने अस्ट्रियामा यदि टर्किस र इजिप्सियनको एसएमइजबाट उनीहरूको इकोनोमी निकालिदिने हो भने त्यहाँको इकोनोमी क्रास हुन्छ भन्छ। त्यति चकडिएर बसिसकेको छ। अनि आइएम होपफुल यसपालि युएसको 2 हप्ता बसेपछि प्राइभेट जेट हुने नेपालीहरू पनि देखेपछि हामी अलिक ग्रेजुएट गरिसकेका रहेछौँ। हामी जहाँ पनि कामदार देखिने ठाउँबाट अलि माथि। र फेरि अर्को कुरा फर्किन्छु म, यही यात्राको क्रममा मेरो लगभग 12 घन्टाको ट्रान्जिट थियो। लेओभर मेरो दोहा एयरपोर्टमा थियो। दोहा एयरपोर्टमा लन्चमा अब होटलहरू धेरै महँगो हुन्छ, 12 घन्टा कहाँ सुत्ने, लन्चको कुपन किन्छु भनेर जाँदा लन्चको फ्लोर म्यानेजर नेपाली हुनुहुन्थ्यो। अनि लन्चको अरू वेटरहरू धेरैजना, अनि मैले एउटा मात्र कुपन किनेँ, तर उहाँले मलाई 2टा कुपन बराबरको फेसिलिटी दिनुभयो। भनेको एउटा कुपन 6 घन्टाको हुन्छ, तर मेरो 12 घन्टा लेओभर। सो हामी कति ठाउँमा कन्फिडेन्ट हुन थाल्यौँ कि हाम्रा मान्छेहरू हुनुहुन्छ है भनेर। र अर्को पाटो प्रश्नमा नआएको तर लुकेको हुनसक्छ कि उहाँहरू कामदारहरूको कन्फिडेन्स र पर्फर्मेन्स कति बढेको छ त। पहिला दबेर फलोवर जस्तो रहनु भएको नेपाली कामदार अहिले क्याप्टेन म्यानेजरहरू हुन थाल्नु भयो। र अर्को कुरा कन्फिडेन्स पनि बढ्न थाल्यो। सो 2014 मा ओक्लाहोमा युनिभर्सिटीमा केही समयको लागि पढ्न जाने मौका पाएको थिएँ। त्यो बेलामा टेक्सस आसपासको स्टेटहरूमा नेपालीहरू जसरी देखिएको थिए, अहिले 12 वर्षपछि त्यो एकदमै अपग्रेड भएको पाएँ। र मैले अरू विभिन्न एयरपोर्टहरूमा पनि जुन नेपालीहरूको ग्रेजुएसन र प्लस कन्फिडेन्स, यो 2टा कुरामा चाहिँ फरक पाएँ। र युरोप युएसतिर बाल कामदारहरू त्यति देखिँदैन, भारत जस्तो, नेपाल जस्तो वा साउथ एसिया जस्तो भनौँ त्यति देखिँदैन। त्यसैले गर्दाखेरि मैले रिसेन्ट ट्रिपमा चाहिँ त्यति देख्न पाएको छैन। धन्यवाद।